स्वागत छ तपाईहरुलाई फेरि। आज हामी पिभट टेबलको अर्को पाटोमा हामी यो पिभट कसरी बनाउने भन्ने पहिलो भिडियोमा हेरेका थियौँ भने आज हामी यो पिभटमा देखिएको अमाउन्टलाई चाहिँ कसरी डिफ्रेन्ट क्राइटेरियामा प्रेजेन्ट गर्ने भन्ने सिक्न गइरहेका छौँ। साथै अरू कुराहरू पनि हेर्न गइरहेका छौँ। जस्तो म टाइम वेस्ट नगरिकन म स्टार्ट गर्न चाहन्छु। यहाँ लेफ्ट साइडमा हेर्नुहोस्, तपाईहरुले प्रोडक्टहरू देख्नुहुन्छ। राइट साइडमा तपाईलाई चाहिँ त्यसको रेभेन्यू कति छ भनेर देखिएको छ। र अब यसलाई चाहिँ मानौ तपाईको सिनियरले कसको कति पर्सेन्टेज सेल्स भएको छ मलाई देऊ भनेर भन्नुभयो भने के गर्न सकिन्छ त भन्दाखेरि हामीसँग एउटा अप्सन छ। राइट क्लिक गरेपछि अमाउन्टमा गएर राइट क्लिक गरेपछि तपाईले यहाँ एउटा अप्सन देख्नुहुन्छ, सो भ्यालु एज। सो भ्यालु एजमा तपाईले कर्सर राख्नुभयो भने राइट साइडमा तपाईलाई मल्टिपल अप्सनहरू देखिन्छ। र यो सो भ्यालु एजमा जानको लागि हामीसँग दुईटा अप्सन छ। एउटा तपाईले यहाँ गएर राइट क्लिक गर्नुभयो भने यसरी जान मिल्यो। अर्को भनेको यो जुन राइट साइडमा तपाईले यो हामीले भ्यालुमा रेभेन्यू राखिएको छ नि त्यसमा लेफ्ट क्लिक गर्नुभयो भने भ्यालु फिल्ड सेटिङ आउँछ र त्यसमा यसको साइडमा तपाईले देख्नुहुन्छ सो भ्यालु एज र यहाँ हामीलाई सेम अप्सनहरू छ। सेम अप्सन जुन हामीले उता हेरेका छौँ। सो हामी यताबाट जानभन्दा यहीँबाट जस्ट राइट क्लिक गरेर यसरी गयो भने चाहिँ हामी छिटो हुन्छ र यो काम छिटो हुन्छ है त। र एउटा कुरा ध्यान दिनुपर्ने के छ भन्दाखेरि जस्तो मैले यो कोलम एमा गएर त्यही अप्सन फेरि क्लिक गरेँ भने मलाई त्यो अप्सन देखिँदैन। किन भन्दा यो टेक्स्ट फर्मेटमा छ। यो अमाउन्ट भ्यालु रुपिस जे फर्मेट छ भ्यालुमा हुनु पर्यो। भ्यालुमा भएपछि बल्ल त्यो अप्सन हामीलाई चाहिँ देखिन्छ। र यहाँ देख्न सक्नुहुन्छ मैले के गरेको छु यहाँ भन्दा सबभन्दा ठुलो धेरै अमाउन्ट भएकोलाई चाहिँ सबभन्दा माथि राखेको छु। यसलाई चाहिँ सबभन्दा माथि आएको छ। मोबाइल त्यहाँपछि आएको छ। यसलाई के गरेको भन्दाखेरि तपाईँले यसलाई राइट क्लिक गर्नुभयो भने यसमा राइट क्लिक गर्नुभयो र यहाँ देख्न सक्नुहुन्छ एउटा अप्सन सर्ट। सर्टमा गएर तपाईँले जसरी पनि यसलाई स्मलेस्ट टु लार्जेस्ट पनि गर्न सक्नुहुन्छ। स्मलेस्ट टु लार्जेस्ट गऱ्यो भने सबभन्दा पहिला चेयर आयो, त्यसपछि टेबल आयो, अथवा सर्ट गरेर यसलाई चाहिँ लार्जेस्ट टु स्मलेस्ट गर्न सक्नुभयो। अर्को कुरा यो पिभटलाई मानौ मैले अर्को ठाउँमा कपी गर्न चाहेँ भने यसलाई कसरी कपी गर्न सकिन्छ भन्दा एउटा यहाँ जानुहोस्, कन्ट्रोल ए प्रेस गर्नुहोस्, कन्ट्रोल सी र राइट साइडमा कहाँ पेस्ट गर्ने हो कन्ट्रोल भी। एउटा भनेको कपी गरेर पेस्ट गर्न सक्नुभयो। अर्को अप्सन भनेको र यसलाई डिलिट गर्नको लागि पनि तपाईले जस्ट यो पिभट सेलेक्ट गरेर ल्यापटपमा तपाईको ल्यापटपको माथिपट्टि साइडमा राइट साइडमा हुन्छ डिलिट भन्ने अप्सन। डिलिट थिच्नुभयो भने यो आफै डिलिट हुन्छ। र यसलाई कपी गर्नको लागि अर्को आइडिया भनेको यसलाई सेलेक्ट गरिसकेपछि कन्ट्रोल प्रेस गर्नुहोस् र यो कर्सरलाई यसरी यो साइडको कर्नरमा लानुभयो भने यस्तो अप्सन हुन्छ, प्लस भनेर अप्सन आउँछ। त्यो गरिसकेपछि यसरी माउस प्याडमा थिचेर यसरी मुभ गरिदिनुहोस्। यदि गर्नुभयो भने तपाईँको यो चाहिँ कपी हुन्छ, पिभट कपी हुन्छ। अब हामी यसमा गर्छौँ के हामी गर्न गइरहेका छौँ। र अर्को अप्सन भनेको जस्तो तपाईँले यसलाई चेन्ज नगरिकन यसको अर्को लाइन एड गर्न चाहनुहुन्छ भने के गर्नुहोस्, यो सर्चमा जानुहोस् अथवा सर्चमा नगइकन तपाईँ यसरी यहाँ गएर अप्सनमा यसरी तल 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 जानुभयो र त्यो के हो रेभेन्यू खोज्नुहोस् र यसलाई नै फेरि कपी यो माउसले सेलेक्ट गरेर यसरी यसको मुनि ल्याएर राखिदिनु भयो भने सेम कोलम चाहिँ हाम्रो यहाँ एड हुन्छ। र अब हामी यो चेन्ज नगरिकन यसलाई चाहिँ पर्सेन्टेजमा कन्भर्ट गर्छौँ है त, रेभेन्यूलाई। सो त्यसलाई गर्नको लागि हामी के गर्छौँ, यसलाई राइट क्लिक गर्छौँ, यसलाई राइट क्लिक गर्छौँ र यसमा सो भ्यालु एज गर्छौँ र यहाँ देख्न सक्नुहुन्छ अप्सन पर्सेन्टेज अफ ग्रान्ड टोटल। सो पर्सेन्टेज अफ ग्रान्ड टोटललाई यसरी गरिदिनु भयो भने तपाईँले देख्न सक्नुहुन्छ ल्यापटप चाहिँ 63% रहेछ, मोबाइल चाहिँ 16% रहेछ, प्रिन्टर चाहिँ 10% रहेछ। यसरी चाहिँ पर्सेन्टेजमा हाम्रो आउँछ। यसरी सो भ्यालु एज गरेर पर्सेन्टेज गरेपछि आउँछ है त। अब हामी जान्छौँ अर्को अप्सनमा। अहिलेलाई मैले यो रेभेन्यू हटाइदिन्छु र यो प्रोडक्टमा म अर्को कुरा एउटा के एड गर्न गइरहेको छु भन्दा रिजन। म चाहिँ यस रिजनलाई चाहिँ कोलममा एड गर्छु। अब हेर्नुहोस् है त हामीसँग नेक्स्ट अप्सन के छ। नेक्स्ट अप्सन भनेको पर्सेन्टेज अफ कोलम टोटल। पर्सेन्टेज अफ कोलम टोटलले हामीलाई के दिन्छ त भन्दाखेरि यो कोलमको कति पर्सेन्टेज रहेछ त। यो मुनिको ग्रान्ड टोटल हेर्नुभयो भने सबैमा 100% आएको छ। सो 100 इस्टमा ल्यापटप चाहिँ 71% सेल भएको रहेछ, इस्टमा मोबाइल चाहिँ 14% सेल भएको रहेछ भनेर चाहिँ हामीले यसरी हेर्न सकिन्छ। यसलाई नै फेरि म अर्को कपी बनाउन गइरहेको छु। यसलाई म अलि सानो गरिदिन्छु। यसलाई कपी गर्नलाई सेम मैले भने जसरी कन्ट्रोल प्रेस गर्ने र यसरी यहाँ अहिले मुभ गरिदिएँ पेस्ट। र यति गरिसकेपछि हेर्नुहोस् यहाँ चाहिँ अब तपाईँले फेरि म यहाँ राइट क्लिक गर्न गइरहेको छु, पर्सेन्टेज अफ रो टोटल। रो टोटल देख्नुभयो। रो टोटलमा हेर्नुहोस् अहिले हामी माथि कोलम टोटल इस्टको चाहिँ टोटल भएको छ कोलम,
इस्टमा कति प्रोडक्ट कति पर्सेन्ट बेचियो भने र यसमा चाहिँ प्रोडक्ट चाहिँ कति रिजनमा चाहिँ रहेछ भने जस्तो ल्यापटपको सबभन्दा बढी चाहिँ इस्टमा भयो रहेछ 41%, त्यसपछि नर्थमा भयो रहेछ, त्यसपछि साउथमा भयो रहेछ, त्यसपछि वेस्टमा भयो रहेछ र यसरी ल्यापटपको 100% चाहिँ यसरी बाँडिएको छ डिफ्रेन्ट रिजनमा। सेम वे मोबाइलको यसरी बाँडिएको छ भने यहाँ चाहिँ इस्टको मल्टिपल प्रोडक्टमा चाहिँ कति पर्सेन्ट बाँडिएको छ भनेर चाहिँ हामीले हेर्न सकियो है त। यसरी चाहिँ कोलम वाइज रो वाइज टोटल हामीले हेर्न सकिन्छ। हेर्नुहोस् अर्को अप्सन के छ हामीसँग भन्दाखेरि पर्सेन्टेज अफ रो टोटल हेऱ्यो, यो हेऱ्यो। अब पर्सेन्टेज अफ भनेर तपाईँले क्लिक गरिसकेपछि हामी चाहिँ अब बेस फिल्ड के बनाउने त, यहाँ दुईवटा अप्सन छ हामीसँग, दुईवटा फिल्ड हामीले सेलेक्ट गरेका छौँ। त्यसैले रिजन कि प्रोडक्ट, अहिलेलाई मैले प्रोडक्ट गरेँ र कम्पेयर बेस्ड आइटम के को बेसिसमा त भनेर भन्दाखेरि ल्यापटप, किन सबभन्दा ठुलो अहिले ल्यापटप छ, त्यही भएर म ल्यापटपमा गएँ। ल्यापटपमा गरिसकेपछि के हुन्छ भन्दाखेरि तपाईँको ल्यापटप 100% हो भने मोबाइल त्यसको कति पर्सेन्ट हो त, ल्यापटप 100% हो भने प्रिन्टर त्यसको कति पर्सेन्ट हो त भनेर हामीले यसरी कम्पेयर गर्न सकिन्छ। जस्तो कुनै रिपोर्टमा कस्तो हुन्छ भने मन्थ वाइज हाम्रो रिपोर्टहरू हुन्छ, अप्रिल मे जुन जुलाई, त अप्रिलको कति पर्सेन्ट मे हो त अथवा जुनको कति पर्सेन्ट अप्रिल हो त भनेर त्यस्तो कुराहरू निकाल्नको लागि हामीले यो युज गर्न सकिन्छ, अथवा ल्यापटप प्रोडक्ट वाइजको यो एनालाइसिसको लागि यो युज गर्न सकिन्छ है त। त्यसै गरी अर्को अप्सन हामीसँग छ पर्सेन्टेज अफ प्यारेन्ट टोटल। यो प्यारेन्टको पाटो म अहिले एकछिनपछि भन्छु तपाईँहरूलाई। अहिले हामी जान्छौँ अर्को अप्सन भनेको डिफरेन्स फ्रम। सेम डिफरेन्स फ्रम पनि अब यसरी हामीलाई चाहिँ म अहिले ल्यापटपै सेलेक्ट गरेँ प्रोडक्टमा। सो यो मोबाइल चाहिँ ल्यापटप भन्दा 5,30,000 कम रहेछ भनेर हामीले यहाँ यसलाई चाहिँ यहाँ पनि हेरौँ, नो क्यालकुलेसन गरेर। जस्तो यसमा हेर्नुहोस्, यसलाई मैले यहाँ कपी गरेँ अथवा यसरी यो माइनस यो गर्दाखेरि मोबाइलबाट ल्यापटप घटाउँदा नेगेटिभ 53 लाख रुपियाँ चाहिँ आउँदो रहेछ। सेम वे यो चाहिँ यसरी यो माइनस यो भनेर अप्सन आयो, डिफरेन्स फ्रम यो यति रहेछ भनेर चाहिँ हामीले हेऱ्यो है त। यसरी ल्यापटप भन्दा यो यति माइनस कम रहेछ, प्रिन्टर भन्दा यो यति कम रहेछ, टेबल भन्दा यो यति कम रहेछ भन्ने चाहिँ हामीलाई दिन्छ है त। हामीले फेरि जान्छौँ डिफरेन्स फ्रम पर्सेन्टेजमा हेर्छौँ र यसमा फेरि ल्यापटपै गर्छौँ। ओके गरिसकेपछि ल्यापटप भन्दा 79% थोरै रहेछ मोबाइल चाहिँ, मोबाइलको सेल चाहिँ। प्रिन्टर भन्दा प्रिन्टर चाहिँ ल्यापटप भन्दा 89% कम रहेछ भन्ने कुरा चाहिँ हामीले यहाँ यसरी हेर्न सक्छौँ है त। यो ऱ्याङ्क स्मलेस्ट टु हाइएस्ट भन्ने त प्रोडक्टमा यसरी हामीले यो ऱ्याङ्क गर्न सकियो, यसलाई चाहिँ त्यो ठुलो कुरो भएन। लार्जेस्ट टु स्मलेस्टको पनि सेमै अप्सनहरू हामीसँग छ। प्यारेन्ट टोटलको लागि हामीले अलिकति यो पिभोटलाई चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ। जस्तो यसलाई चाहिँ म यो पिभोट चाहिँ डिलिट गरिदिन्छु, तलको पिभोट चाहिँ म डिलिट गर्न गइरहेको छु, डिलिट, र यसलाई म अहिले नो क्यालकुलेसनवाला फर्मेटमा लान्छु र रिजनलाई चाहिँ म यो प्रोडक्टको माथि ल्याएर पेस्ट गरिदिन्छु। यति गरिसकेपछि यो के हो त भन्दाखेरि इस्ट हाम्रो प्यारेन्ट हो र यसको चाहिँ के भन्छ प्यारेन्ट चाइल्ड चाहिँ ल्यापटप मोबाइल चाहिँ यसको चाइल्ड हो, नर्थको यो हो। यसलाई हामीले एउटा अर्को फर्मेटमा लान सक्छौँ जुन चाहिँ हामी यो डिजाइनमा जान्छौँ। डिजाइनको बारेमा हामी अहिले अर्को भिडियोमा हामी गर्नेछौँ मोर डिटेलमा, तर अहिलेलाई चाहिँ रिपोर्ट डिजाइनमा गएँ म र रिपोर्ट लेआउटमा गइसकेपछि सो इन टेबुलर फर्म गरेपछि के हुन्छ भन्दाखेरि यो यसरी चेन्ज हुन्छ, इस्टको यता ग्रुपिङ चेन्ज हुन्छ है त, यसरी ग्रुप चेन्ज हुन्छ। सो हामीले यसरी छुट्याउन सकिन्छ, यो प्यारेन्ट हो र यो यसको चाइल्ड हो र यसको पर्सेन्टेज यसको रेभेन्यू। सो अर्को अप्सन कसरी जान सकिन्छ भन्दाखेरि यसरी यहाँ मैले राइट क्लिक गरेँ, राइट क्लिक गरिसकेपछि यहाँ पिभोट टेबल अप्सन्स छ, अप्सन्समा गइसकेपछि मसँग यहाँ डिस्प्ले भन्ने अप्सन आउँछ। डिस्प्लेमा गएर मैले क्लासिक पिभोट टेबल लेआउट गरेँ भने पनि यसले हामीलाई सेम फर्मेट दिन्छ। सो दुईवटा अप्सन छ, एउटा तपाईँ डिजाइनमा जानुहोस्, रिपोर्ट लेआउटमा जानुहोस् र टेबुलर फर्म गर्नुहोस्, अथवा राइट क्लिक गर्नुहोस्, पिभोट टेबल अप्सनमा जानुहोस्, डिस्प्लेमा जानुहोस् र यसलाई क्लासिक पिभोट टेबल लेआउट गर्नुहोस् र यसलाई चाहिँ यसरी देखाउनुहोस्। र हामी अब हेर्न गइरहेका छौँ पर्सेन्टेज अफ प्यारेन्ट रो टोटल। ल हेर्नुहोस् रोको टोटल, जस्तो इस्टको चाहिँ 36% नै आइरहेको छ, हामीले रो टोटल मात्र दिएका छौँ त्यही भएर यसरी आइरहेको छ। तर इस्टमा 71% ल्यापटप हो, मोबाइल 14% हो, प्रिन्टर 7% हो, यसरी आइरहेको छ। र यो इस्ट टोटल जुन प्यारेन्टको सब टोटल छ नि, लास्टमा गएर तपाईँको ग्रान्ड टोटल 100% हुन्छ। भनेको वेस्टमा चाहिँ 25% रहेछ, साउथमा 19% रहेछ, नर्थमा 18% र इस्टमा 36%, यसरी 100%
हाम्रो आएको छ। प्यारेन्टको चाहिँ यसरी डिभाइड भएको छ र इस्टभित्रको 100% चाहिँ यसरी डिभाइड भएको छ भनेर आयो। अर्को अप्सन यहाँ के छ थियो भन्दाखेरि प्यारेन्ट यो कोलम टोटलको लागि हामीले अझै डिटेल एड गर्नुपर्छ। कोलम भनेको के होइन कि यो त राइट साइडको यसरी नै पर्सेन्टेज आउँछ है। अर्को अप्सन भनेको सो भ्यालु एज पर्सेन्टेज अफ प्यारेन्ट टोटल। प्यारेन्ट टोटल र मैले रिजनै गरेँ, गरिसकेपछि अहिले हेर्नुहोस् रिजनको चाहिँ प्यारेन्ट चाहिँ टोटल हो नि त। प्यारेन्ट टोटल भनेको इस्टको 100% भयो यहाँ, इस्टको 100%, तर यसको डिभिजन चाहिँ यसरी भयो। ल्यापटपको सेम यसरी यसरी, नर्थको पनि 100%, यसरी गऱ्यो भने यसरी हामीसँग आयो। यसलाई चाहिँ मैले अहिले प्रोडक्ट गरेँ र कोलम टोटल, ओके। यसलाई मैले कोलममा लिएर गएँ, कोलममा लिएर गएर सो भ्यालु एज पर्सेन्टेज अफ प्यारेन्ट कोलम टोटल गरेपछि के भयो त, कोलम चाहिँ 100% आयो। यो इस्टको चाहिँ यसरी इस्ट वेस्ट यसरी चाहिँ हाम्रो भ्यालुहरूलाई चाहिँ यसरी डिफ्रेन्ट पर्सेन्टेजमा कम्पेरिजनमा हामीले चाहिँ देखाउन सकिन्छ है त। थ्याङ्क यू, विल मिट इन अनदर भिडियो, बाई बाई।